हेलो साथीहरू। आज स्याटरडेको दिन हामीहरू चाहिँ साथीहरू मिलेर सुन्दरी जलदेखि धाप ड्यामसम्मको चाहिँ सर्ट हाइक रिफ्रेसमेन्टको लागि चाहिँ जाँदैछौँ। ए हो नि हो पछाडिको मिलाइदिनु रहेछ त कमान तपाईँ त होइन रहेछ अर्को अनि यहाँ भाइ मेरो भाइ हो नि मिलाइदियो हेलो ऊ पनि आएछ त खोइ त ऊ तल होइन मैले चौका बस्छु भनेको एउटा साथीको बाइकको ब्रेक चाहिँ अलिकति टाइट भएर एउटा प्रब्लम भएर हामी फेरि फर्किनु पऱ्यो। घरमा राखेर आउँछ घरमा राखेर आउँछ उहाँको ब्रेकको प्रब्लम चाहिँ सल्भ गरेर अनि त्यसपछि हामी चाहिँ आफ्नो डेस्टिनेसनतिर लाग्यो। यो लेफ्ट साइडको मन्दिर चाहिँ गोकर्णेश्वर टेम्पल हो। अनि यहाँबाट अलिकति अगाडि जाने बित्तिकै लेफ्ट र राइट बाटो आउँछ। लेफ्ट गयो भने चाहिँ हामी सुन्ताखान तारेभिरतिर जान सक्छौँ। हामी चाहिँ आज राइट साइडबाट सुन्दरी जलतिर जाँदैछौँ। अब चाहिँ हामी सुन्दरी जल आइपुगिसकेका छौँ। हाम्रो टोटल 6वटा बाइक थियो। हामीले सबै पार्किङहरू चाहिँ मिलाएर राख्यौँ। त्यसपछि त्यहाँ सर्ट एन्ड पेमेन्ट गरेर अनि हामी त्यसपछि चाहिँ ग्रुप सबै कलेक्ट गरेर माथि जानलाई रेडी भयो। हामीहरू चाहिँ आज टोटल 10जना छौँ।
हेरौँ कस्तो हुन्छ। थियो त्यो पनि यसो सबैले थाहा पाऊँ होइन एक्लै धादनसम्म पुगेर आउनु भएको थियो अब आज चाहिँ हामीले मण्डल ल्याइदियो हुन भनेको यहाँनिर चाहिँ एकछिन उहाँ गएर बस्नु पानी हाल्नु कि लिनु अनि त्यहाँ लगेर राख्यौँ अनि हामी केटा डिस्कस गरेर आउनु सक्यो योपालि भाइ खत्तम हुने त्यो हिँड्नै सक्दैन भने पछि त्यहाँबाट जुस र अन्डा खाएपछि त ठोक्यो कि होइन यहाँ छ त्यो तपाईँ लाइन भोक लाग्यो सुरुमा अलिक गाह्रो हुन्छ एकछिन अगाडि नआउनु भन्नु पर्यो त्यो माटोमा नगाडी हिँड्दै जान्छ फेरि किन जस्तो क्या पर्छ के त सबैभन्दा छोटो भन्नु नि त यहाँ चाहिँ पर पर्सन इन्ट्रान्स फी चाहिँ 100 रुपियाँ रहेछ तर तपाईँ यदि यहाँको लोकल बासिन्दा हो भने चाहिँ फ्री रहेछ प्लस सबै 7 बजे अगाडि छिर्नु भयो भने पनि फ्री रहेछ कति हो यहाँ 100 यहाँको 100 स्पोन्सर हुनुहुन्छ हाम्रो पनि गर्दैन 2-3 बजे आउँदैछु नि याद गरेर त्यही त हो नि आएपछि दिने हो नि पर्दैन पर्छ नि भाइ मिलनजीले छुट्टी दिइहाल्छ नि है हजुर मिलनजीलाई थाहा भयो नि मिलनजीले छुट्टी दिइहाल्छ नि छुट्टी के स्याटरडे बच्चा होइन स्टुडेन्ट कार्ड आफूले बेच्नु भयो मान्छे नै मलाई गर्ने तपाईँले बिर्सेँ मैले उता त्यो रुपियाँ अर्कै हेर्नु माछा लानु दिनुहुन्छ माछा लानु दिनुहुन्छ
हाइड्रो पावरको डन्डी छोडेर होला बौद्ध त्यहाँ के अरे कता अरे उता पुगेर आए पनि यहाँ जल चढाउनु पर्छ के अरे यहाँ र उता के अरे कागेश्वरीमा दुई ठाउँमा लाग्छ यहाँ माथि आएपछि चाहिँ शिवलिङ्ग एउटा पनि छ यहाँ चाहिँ के भन्ने गर्छ भन्दाखेरि सिलु गएर आएपछि चाहिँ तपाईँको गोसाइकुण्ड भनौँ न गोसाइकुण्ड गएर आएपछि चाहिँ त्यहाँबाट ल्याएको पानी चाहिँ यहाँ कागेश्वरीमा चाहिँ चलाउने प्रचलन छ थोड़े जितने होना है पानी खाना यो यस्तै हो बाटो कि डाँडा कटेपछि मात्रै अलिक बाटो आउँछ इग्नोर है त्यो हुँदैन कि पहिला बोल्यो पछि बोलेको त्यो फाइदै छैन कि यो त पछि सेम गरेर यो एरियाभन्दा माथि चाहिँ रेस्ट्रिक्सन एरिया रहेछ थोरै आर्मीहरूको ट्रेनिङ गर्ने उहाँहरूको बस्ने एरिया रहेछ त्यो कारणले यहाँ चाहिँ भिडियो खिच्न मिल्दैन अलि अगाडि गएर फेरि कन्टिन्यू गरौँला है त त्यो डेजर्ट जस्तो डेजर्ट जस्तै छ यहाँ त रुख छैन नि त अन्त घाँडा आएर ठ्याक्कै काम आउने बेला पुग्छ मलाई त ब्याग यहाँ राखेको यो कोठामा यहाँ ब्याग राखेको ढाडमा चाहिँ हात त बाँधेर आएर मेरो ब्याग त पुरै चलाउनु यस्तो गर्नु भएन नि ड्याम होइन तल त्यहाँ पहिला पिकनिक गरेको टाउकै हो टाउकै अस्ति हामी यहाँबाट मात्रै सुक्खा यसमा तपाईँको यहाँ यहाँ चाहिँ होइन अलिकति पिकनिक गर्नुहुन्छ यहाँसम्म मान्छे डुब्ने यहीँ मान्छे डुब्ने यहाँ तल त नि नदी मान्छे स्विमिङ खेलेर डुब्ने ठाउँ चाहिँ तल होइन त्यहाँ तल अड्किने खुट्टाहरू यही हो यो अलिक भरिन्छ क्या यहीँ खेल्ने मान्छे यहाँ अलिकति माथि पनि छ अहिले त पानी पनि नभएको गहिरो हुन्छ त्यो पानी झर्दाखेरिको यो डाइरेक्ट आउँदैन नि त आउँदैन फिल्टर हुन्छ मिनी ढाप ड्याम सुन्दरीजल हाइड्रो पावर यही नै हो यो नेपालको पुरानो हाइड्रो पावरमा गनिन्छ यो सायद मेरो विचारमा सेकेन्ड हाइड्रो पावर हो नेपालको मान्छे डुब्ने यहाँ जानु मिल्थ्यो पहिला अहिले बन्द गरे कि नेपालले खाना आजबाटबाटै फर्क्यो मनबाट
2.5 घन्टा 3 घन्टा कैसा लगा 40 मिनट पुग्छ रे धापदान 40 मिनट यो हाइकिङ ट्रायलमा चाहिँ अहिले चाहिँ धेरै ठाउँमा भर्याङहरू बनाएर अलिक सजिलो गर्दो रहेछ पहिला पहिला चाहिँ त्यति राम्रो थिएन अनि चिप्लो 10 किलोमिटर यस्तो भर्याङहरू यस्तो रेलिङहरू केही पनि थिएन अहिले चाहिँ धेरै राम्रो गरिसकेको रहेछ सजिलो जस्तो आदि के भन्दा यो सजिलो हुन्छ यो कहाँ अनि घुम्नु पनि धेरै हो छैन झन् कम तर हिँडिन्छ नि त धेरै यो भन्दा धेरै चिसा पानी जाने बेला चाहिँ यही भएको थियो तीन घन्टा हामी अहिले अर्को बाटो आएछ त्यो तल सस्तो अर्को बाटो होइन ठिक्क बाटो आयो उयो घरबाट जाने मलाई यो घरको टेस्ट लाग्छ होइन मेन रोड त चिसो पानी जान्छ भनेको कि हो भर्याङ छैन त्यस्तै बाटोबाटै 3 घन्टा भन्छ एक बन्दातिर नाम्नु कति बल बाँकी हो र 4 मा 4 बलमा 8 यस्तो गर्छ भन्दा नेपाल लास्टमा सके हामी हिरो हुन्छ त्यहीले भन्छ सर त्यस्तो गर्नु नि कति त्यस्तो गर्छ नि ए लास्टमा छक्का यो हार्यो भने सक्यो कतिवटा फेरि उयो तपाईँ हो चाहिँ देखेँ मैले त बस्छु छुट्टिन्छ क्या हेर्नु हेर्नु न यहाँ हेर्नु न त्यहाँ हाइकिङ त्यहाँ कहाँ छ हेर्नु न हाइकिङ जाने बाटो अर्कै देखाएको छ नि ढाप देखाइरहनु त यो त चिसो पानी हुँदै ढाप जाने बाटो हो कि अनि यो रोड भयो मेन रोड भयो उता उता जाने हाइकिङ यहाँबाट अनि यो हाइकिङ जाने हाइकिङ यो हो नि त माथि उताबाट यो माथि के यही हो चिसो पानी ढाप जाने एउटै बाटो हो अनि माथिको छुट्टिन्छ कि त्यो टक्कर चाहिँ दिइदियो मेरो लाइन यसो दिन पाए मेरो लाइनमा सन्देश कहाँनिर मान्दै होला मुनि कस्तो बेसी अर्को खिचा यस्तो खिच्नु मन लाग्यो कि खिच्नै पर्दैन यति हिँड्ने पनि आफै खिचिहाल्छ म यही बसेर एकछिन आफ्नो फेस देखाउनु पर्छ यस्तो यस्तो चाहिँ त्यो गेम खेला जस्तो हुन्छ गेममा मान्छे हुन्छ आउनु यो ठाडो उकालो सकिसकेपछि चाहिँ एकछिनको लागि चाहिँ सम्म बाटो आउँछ जहाँ चाहिँ तपाईँहरूले फोटोहरू खिच्नलाई पनि राम्रो अनि पछि पछिमा खोलाहरू जहाँ चाहिँ चिल गर्नलाई चाहिँ राम्रो छ ढुङ्गा किन बनाउँछ आफै भाइ यति हो कालो त यहाँ त धेरै रहेछ
गर्लफ्रेन्ड लिएर दुबई नमस्कार सर दुईतिर खिच्छ कस्तो लागिरहेछ पछि चाहिँ कतापट्टिको राख्ने भनेको कता हेर्ने यसमा हेर्ने माथि हेर्ने मिलनजीको आँखा होइन कस्तो लाग्यो राम्रो लाग्यो हो गफ नदिनु सुताउनु भएको त छैन नि अलिअलि अहिले हेलो मन्सारी कस्तो लाग्यो हजुरलाई मिलनजी स्ट्याचु किन हुनु भएको बोल्नु न अन्डा दिने बहिनीहरूलाई भन्दै भन्दै खाँदै जाने यो जक्सनमा आइपुगेपछि हामीले के थाल्यो भने हामी चाहिँ अलिकति हिँडाइ चाहिँ अब अलिकति बिस्तारै हिँड्दै आएको कारणले अलिक ढिला भइसकेको थियो त्यसैले 4 जना साथीहरू चाहिँ ड्युटी जानुपर्ने र उहाँहरूको चाहिँ अलिकति ढिलै भइसकेको कारणले चाहिँ उहाँहरू चाहिँ यहीँबाट हामीसँग छुट्टी भएर रिटर्न जानुभयो र बाँकी हामी 6 जना चाहिँ धाकध्यानतिर लाग्यो गाडी गाडी त आउँछ नि आउँछ नि अगाडि गएर खिच्ने हो क्या यहाँबाट त के छिर्नु चाहिँ नदिएर रहेछ हामी त तलै पुगेको पोखरीमा पौडी खेल्न सक्छ जरुरी छ भने हो क्या हो जाने नि त तल तल गएर जुत्ता खोलेर बस्नु नि दिदी स्टेजमा गयो क्या शीतल हुन्छ होला है अनि यहाँ ढुङ्गा उठेको सुकिहाल्छ भने चाहिँ के हो भने के अरे पोहोर चाहिँ कुनै पनि सुकेन नि त्यहाँबाट निस्केर अर्को भइसक्यो बडी चेन्ज हो त्यो भने पुरै पर्टिकुलर होइन भने चाहिँ सोचे लास्टमा आफूले गल्ती अब यहाँ जुत्ता खोल्यो नि
हाम्रो लागि धाप ड्याम आइपुगेपछि एउटा अनुभवै अर्कै हुँदो रहेछ, एउटा रिल्याक्स फिल हुँदो रहेछ। त्यसपछि हामी धेरै बेर हिँडेको कारणले गर्दा खुट्टाहरू पनि पोलिरहेको थियो। सो सबैजना आफ्नो जुत्ता खोलेर एकछिन खुट्टा चाहिँ पानीमा डुबाउँदै गफ गर्दै बस्यौँ। रिजनमा त नेपालमा बसेर सरकारी जागिर हान्ने त मैले आज गरेर गरेछ न यो पनि हल्लो उसमा चाहिँ पोखरामा चाहिँ छ होला मोती एउटा त्यो मोती पाउने उस हुन्छ के भन्छ अरे त्यो सेलवाला उसले छोडिरहेको छ ठुल्ठुलो किराहरू किरा माछा खान्छ हाम्रो 41 मात्र त्यो महँगो त्यो बेला सङ्कटकालमा उजाहरू सुतिन्छ माओवादी प्रचण्डहरू टेन्टमा सुतेको महँगो भित्र सुतेको भन्दा हामीले सोधेको थियो नयाँ शक्ति अर्को उसलाई त्योभन्दा हिट भयो क्या होइन त्योभन्दा यो हिट भयो क्या त्यो चाहिँ अलिकति नपत्याउँदा हामी खान्छ भन्छ कि कमर्सियल सक्सेस चाहिँ कति बजेट पनि त्यसो धेरै हेरिन्छ अब त्यो चक्लेट हिरो त्यही मात्र रमाइलो हो तर मजा आउने चाहिँ त्यो पूजा साथी त्यो पल्साको मेन त उसले हो मान्छे खोजी चाहिँ गाउँमा खोज्छ नि चौतार मान्छे खोज्छ नि फिलिङ खेलेर यस्तो उसको बोक्लाई मारे हुँदैछ यो पोकोले माथि के गरेर तल के लाँदा
अघि थियो हिँड्दाहरू त्यो झाले थियो अघि होइन त्यहाँ त्यस्तै थियो चाइनिज हिँड्दा के गर्नु ल्याएछ हाफ ड्याममा 1 घन्टा जस्तो रेस्ट गरिसकेपछि हामी चाहिँ सुन्दरी जलतिर लाग्यो मुखको बोला जस्तो कति सुन्दर छ नि यही गएर गाडीमा बसेपछि ठिक हुन्छ भने जस्तो गएर बस्यो उतादेखि पनि जानु पर्ने म त 4 बजे त घरमा पुग्छ त्यही त हुन त म पनि अस्ति आउँदै बस्छु थाहा छैन खोइ के गर्छ त्यहाँ अहिले स्याटरडे चाहिँ अलिकति युज गर्छ हाम्रो ग्रुपबाट चाहिँ 2 जना साथीहरू चाहिँ अलिकति ढिला थिए हामी चाहिँ तल सुन्दरी जल पुग्दा चाहिँ अलिकति लेटै भइसकेको थियो 6 बजिसकेको थियो अनि अँध्यारो हुन लागेको भएर चाहिँ हामीले साथीहरूलाई कन्ट्याक्ट गर्न खोज्दा चाहिँ उहाँहरू हिँड्न नसकेर माथि नै रेस्ट गरिराख्नु भएको रहेछ त्यसपछि चाहिँ अनि हामीले चाहिँ हाम्रो 2टा बाइक चाहिँ लिएर उहाँहरूलाई पिक गर्नलाई चाहिँ गयो पिक गरेर आइसकेपछि चाहिँ हामी रिटर्न ब्याक भयो मेरो क्यामेराको चाहिँ ब्याट्री पुरै डाउन भएको कारणले चाहिँ लास्टको भिडियोहरू चाहिँ त्यति खिच्न पाएन तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा कमेन्ट गरिदिनु होला पुरा भिडियो हेर्नुभएकोमा धन्यवाद